वेलकम टु माई ब्लग साथीहरू। तपाईहरु के छ, सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। तर म चाहिँ रोड क्रस गर्न लागेको छु। तपाईहरु बिखेर भन्दैन, म नि एकदम बिखेर हुनुपर्छ। रोड क्रस गर्दैछु। यहाँ मलेसियाको रोड क्रस हुँदाखेरि चाहिँ एकदम धेरै बिकेयरफुल हुनुपर्छ। नत्र भने जति पनि यहाँको गाडीहरू भनेको 100 को स्पिड 150 को स्पिडमा गाडी आउँछ। त्यो एकदम सावधान हुनुपर्छ यहाँको गाडीहरू आउँदाखेरि चाहिँ। त्यही भएर आज म जाँदैछु मलेसियाको ब्युटिफुल ठाउँहरू देखाउन। ब्युटिफुल यहाँ मान्छेहरू कस्तो कस्तो हुन्छन्, कस्तो कस्तो खालको मान्छेहरू आउँछन् भनेर तपाईहरुलाई म देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो ग्राभिट लापान बायोमासको ठाउँ हो। तपाईहरुले हेर्न सक्नुहुन्छ, एकदम ब्युटिफुल छ। ठुल्ठुलो बिल्डिङहरू साथसाथै चाहिँ धेरै मान्छेहरू आउने गर्छन् यहाँनिर। तपाईहरु हेर्न सक्नुहुन्छ, धेरै मान्छेहरू यहाँनिर पार्किङमा। यो चाहिँ पार्क हो, एउटा पार्क पनि हो। यतातिर पार्क, यतातिर बाटो छ। यतातिर मान्छेहरू जगिङ गर्न, मर्निङ वाक गर्न आउँछन् भने चाहिँ यतातिर मान्छेहरू चाहिँ आफ्नो गन्तव्यमा पुग्नको लागि चाहिँ ठाउँ ठाउँमा जाने गर्दछन्। तपाईहरु कहाँ जानुहुन्छ? हामी चाहिँ प्राय अहिले चाहिँ मर्निङ वाक गर्नको लागि आएको छौँ। आज चाहिँ अब ह्याप्पी दिपावलीको दिन हो, होलिडे छ आज। त्यही भएर हामी चाहिँ मर्निङ वाक गर्नलाई आएको छौँ। फाइनली भन्नुपर्दाखेरि चाहिँ तपाईहरु के सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ भने लाइक गर्नु होला। यदि बिरामी हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु होला। तपाईहरुलाई स्वास्थ्य शुभकामना दिन चाहन्छु, स्वास्थ्य लाभको। यो चाहिँ हाम्रो पोखरी हो। यहाँनिर चाहिँ धेरै माछा पाउँछ, तर मार्न चाहिँ पाउँदैन। यो पहिलो घेराभित्र चाहिँ तपाईहरुले यो डुङ्गा चलाउन पाउनुहुन्छ। यो पहिलो घेराभित्रको एरियामा चाहिँ तपाईले 20 रिङ्गिट तिरेपछि डुङ्गा चलाउन सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो एक्सर्साइज गर्ने धेरै सामानहरू पनि छ। यहाँनिर मान्छेहरू बस्ने एनिथिङ सबै कुराहरू गर्न सक्नुहुन्छ तपाईले। सबै कुरा गर्न सक्नुहुन्छ तपाईहरुले। यहाँनिर धेरै नै राम्रो छ। यत्रो ठुल्ठुलो सहरमा पनि तर जङ्गलहरू हैन, रुखहरू रोपेको हुन्छ। यहाँको घरको छततिर पनि जङ्गलहरू हुन्छ। किनकि घर बनाउँछ ठुलो, 40 तला 50 तला घर बनाउँछ हैन। तर यहाँनिर किन यस्तो बनाउँछ भने यहाँनिर भूकम्प आउँदैन। यति धेरै ठुलो बिल्डिङ बनाउँछ हैन। तर पनि यहाँ भूकम्प आउँदैन। त्यही भएर माथि नै रुख रोपिन्छ। स्विमिङ पुल माथि नै तपाईँ हेर्न सक्नुहुन्छ। यो माथि सबै स्विमिङ पुल, 8-9 वटा स्विमिङ पुलहरू छ हैन। यति धेरै विकसित छ कि 8-9 तलामा पनि स्विमिङ पुल हुन्छ, रुख बिरुवा जङ्गल हुन्छ क्या। घरको 8-9 तला छ र पनि जङ्गल छ। घरको माथि जङ्गल नै। अनि जङ्गलको सहरमा जङ्गल नै छ घर माथि पनि। यहाँ किनकि प्राकृतिकलाई धेरै नै माया गर्ने संसार हो यो। त्यही भएर चाहिँ यति धेरै राम्रो छ यहाँनिर। यो ठाउँमा चाहिँ प्राकृतिकलाई धेरै नै माया गर्छन् यहाँनिर। त्यही भएर यहाँको मान्छेहरू पनि धेरै राम्रो हुन्छ। यो फोहोरहरू यताउता फाल्दैनन् हैन। एकदमै धेरै राम्रो छ यो भनेको। मान्छेको मानसिक सोच पनि, यहाँ सरकार धनी हुनलाई, गभर्मेन्ट धनी हुनलाई मान्छेको सोच पनि धनी हुनुपर्ने रहेछ। जनताको धनी पनि, जनताको मन पनि धनी भयो भने चाहिँ राम्रो हुने रहेछ भन्ने मलाई लाग्छ। किनकि यहाँको मान्छेको, जनताको मन पनि धनी छ। त्यही भएर सरकार धनी चाहिँ यति धेरै विकसित छ यो ठाउँ। बुझ्नुभयो? त्यही भएर नेपालको मान्छेहरू पनि सोचमा धनी बन्नु, विकसितमा अटोमेटिक तपाईहरु धनी बन्न सक्नुहुन्छ। धन्यवाद। जय नेपाल।